मिठे बिका अनि यो घले राजाले यहाँ राज्य गरेपछि चाहिँ के भयो तपाईँ थाहा भयो त अब पहिला त यो दरवेशा राजाले घले राजालाई पहिला कुदाएको अनि दरवेशा राजा पहिला चाहिँ हजुरको अब दरवेशा राजा अगाडि आएर अनि घलेलाई पछाडि पारेर अनि त्यहाँबाट त्यो पाचेनमा 5वटा मान्छे काटेर कसलाई काट्यो त्यो 5 जना घलेलाई ए घलेहरूलाई हजुर घलेलाई 5वटा मान्छे त्यहाँ काटेर अनि पाचेन भन्ने यहाँबाट अहिले तल देखिन्छ ए पाचेन भन्ने त्यो ठाउँको नाम हजुर त्यो ठाउँको त्यहाँ चाहिँ दौडेर आउँदाखेरि दौडेर आउँदा ऊ एक्लैले काट्यो कि अरू अब त्यो मान्छेहरू लगाएर दुश्मन लगाएर काटेको ऊ चाहिँ कहाँ लुकेको थियो त्यो चाहिँ जङ्गलमा लुकेको कसैले त्यहाँ छोप्राक भन्छ नि हजुर छोप्राक पारी हो त्यहाँ त्यो डोकोमा छोपेर राखेर छोप्राक भए भन्छ त हो छोप्राक हजुर अनि यहाँ अरू घलेहरूको चाहिँ के छ त घलेहरू केही पनि छैन अरू त अब यो घलेको अब यहाँ राज्य गर्ने भनेको अब उसको राजा अब घले मासिहाल्यो नाम के हो घलेको खोइ घले राजाको नाम के हो घलेको त्यहाँ फोटो छ उमा थानसिंह घले हो हजुर तानसिंह खोइ तानसिंह घले होला थानसिंह थानसिंह हो क्या थानसिंह थानसिंह घले अनि यहाँ घलेबारी पनि छ भन्छ घलेबारी तल त्यो बिजुली डाँडा तल त्यो चाहिँ खास के हो घलेबारी त्यो घलेहरूले त्यहाँ बसेर धान कुट्ने मकै पिन्नेहरू ए त्यहाँ गरेर त्यहाँ राज्य गरेको हुनाले बसेको त्यही भएर चाहिँ घलेबारी भनेको अनि यहाँ कुन कुन जाति छन् अहिले चाहिँ यहाँ चाहिँ अहिले यो मगर छ ठकुरी छ मगर अलि तल हजुर मगर यो तल मगरहरूले भाषा बोल्छ बोल्दैन मगर भाषा छैन यहाँको मगर भनेपछि उनीहरू पक्का रियल मगर होइन रहेछ त्यो ढाँटेर दरवेशाले ल्याएकोहरू रहेछ हजुर दरवेशाहरूले अनि अरू जातिहरू त अब ठकुरीहरू छन् अनि यो गन्धर्व अनि विश्वकर्मा त्यति हो अनि त्यहाँबाट यो बाहुनहरू छ बाहुन पनि छ बाहुन कता तल कि माथि नै राईगम हुँदो बाहुन ए उनीहरू यहाँ पूजा गर्ने हजुर पूजा गर्ने घलेले पो गर्नुपर्छ घले छैन घलेलाई पहिला त अब घलेले राज्य गरेको घलेलाई पूजा गर्न लागेको रे अनि यस्तै फटाहरूले चाहिँ जनै लाउने जात चाहिन्छ भनेर लगाइदियो हेर्नु है अनि जनै लाउने जात भनेको अहिले त्यो ठकुरी थियो त्यसलाई हटाएर अहिले फेरि मगरै आयो त्यो मगर त सुँगुर खान त हो नि सुँगुर खाने कहाँ त्यो पूजा गर्ने उस्तै पर्ने सुँगुर खानलाई त्यहाँ देउताको थानमा पूजा गर्न दिने हुने हो हामीले जानेको कुरो भनेपछि यो चाहिँ यहाँको त्यो मगरहरूले जाल गरेर हजुर मगरहरूले जाल गर्यो ठकुरीलाई निकालेर अहिले मगरलाई राखेको छ ए अहिले चाहिँ त्यो मगरले गर्छ तिनीहरू के गर्नु पर्छ फेरि बिहानमा चाहिँ नुहाउनु पर्यो हजुर अनि यो कपाल काटेर मुडुलो हुनु पर्यो अनि त्यो वनमा हिँड्ने चोर जस्तो बनेर पूजा गर्न आउनुहुन्छ हामी जस्तो हुनु हो कुरा ठिक हो हामी त्यो हेर्नु पहिला हामी त यहाँ त हाम्रो बसोबासी यही हो अनि त्यसले के गर्नु कच्छा लाएर पूजा गर्नु पर्यो हो कि पाँच लाएर त्यो आउने नै होइन खास घलेलाई सबै सिद्ध्यायो त्यहाँ एउटा ठगुरी आयो ठगुरीलाई पनि त्यो मगरहरूले त्यो हाम्रो भनेर अहिले चाहिँ मगरले गर्न थाल्यो यो चाहिँ हेर्नु दाजु के हेर्नु यो यहाँ पूजा गरेको त्यो मगरले पूजा गरेको त्यो भगवानले पाएन सत छैन यो एरियामा त्यति सहेको छैन ल तपाईँलाई धेरै धेरै धन्यवाद मैले सत्य नै मैले यहाँको मान्छेहरू छन् मेरो विवाद भइरहे हो एकदम ठिक हो यो खास घले राजा हो घले राजाले मासेपछि तिनीहरूले चाहिँ जाल खेल्यो मगरले नि खेल्यो ठगुरी हटाइदियो खेल्यो त्यो मगर राख्नै हुन्न त्यसको घर सुँगुर पाल्छ हो सुँगुर त अब त्यो पूजामा चढ्दैन त्यो पूजा त चर्ने हो भैरव थानमा काट्ने हो भैरव थान भनेको सुँगुर मात्रै काट्ने हो वीर त्यो खसी नपारेको सानो यस्तो उठाउने बेलाको 200 रुपियाँ पहिला त 1 रुपियाँ ल्याउने हो 1 सुकामा पहिला हेर्नु पहिला त 1 सुकामा ल्याउने हो अहिले त्यसलाई चाहिँ 1500 पर्छ त्यो ल्याएर त भैरव थाना राति काट्ने हो त्यो वीर पूजा गर्ने हो वीर हो भैरव भनेको भैरव भनेको वीर होइन भेडा मात्रै हुनुपर्ने भेडा नि थियो भेडा नि उसलाई छैन त्यो पनि हटायो घले आफ्नो इतिहास खोज्छ भनेर भेडा हटायो ल तपाईँ धन्यवाद टाइम पायो भने म अहिले तपाईँलाई भेट्न आउँछु ठिक छ आउनु एकपल्ट चाहिँ यो माघ फागुनमा आउनु न यहाँ यसो मान्छेहरू हुन्छ अनि त्यो बेलामा हजुर हामी बसेर कुरा गरौँ ल धन्यवाद ल हुन्छ